हेलो गाइज, सम्पूर्णलाई नमस्ते। आज चाहिँ हामी 3 दिदीबहिनी कहाँको छौँ भनेर चाहिँ हजुरहरूलाई कतिलाई चाहिँ थाहा भइसक्यो होला, कतिलाई थाहा छैन भने हामी बताइदिन्छौँ। यो चाहिँ टोखा पाहाड। आज हामी के आएको छौँ? हामी चाहिँ दिदीबहिनी भेटघाट भएर रमाइलो मान्नलाई घरमै पकाएको सेल के आएको छौँ आज हामी पिकनिक नेपालीमा भन्नु वनभोज गुड घरबाटै बनाएर ल्याएको वनभोज। हामी चाहिँ टिपिकल अर्ग्यानिक काँक्रो हाम्रो दिदीज्यूले ल्याउनु भयो। हामी चाहिँ अनि टिपिकल यहाँ नेपाली चाहिँ हाम्रो वनभोज आएको छ। छोइला चिउरा अनि यो चाहिँ हाम्रो घरमै बनाएको अर्ग्यानिक। तपाईँहरूले भन्नुहुन्न है, यो चाहिँ तपाईँहरू नाम थाहा यो चाहिँ पाउनु। तपाईँहरूलाई थाहा हुन्न है। थाहा भयो हुने हो भए मान्छेले सबैले यो नाम के हो तपाईँहरू भन्नुहोस् है, कसैले चिन्नु भयो भने। म चाहिँ चिसो पानी खादिनँ, त्यसैले यो भन्नेहरूलाई चाहिँ पुरस्कार छ है विशेष। या पुरस्कार या तातो पानी ल है गाइस। मेरो लागि चाहिँ काँक्रो छ, घाग्रो। मेरो लागि सेल अनि मेरो दिदीको लागि चाहिँ छोइला चिउरा। ल ओके, यसलाई चाहिँ छोइला भनिन्छ। नमस्ते गर्नु सबैजनालाई। नमस्ते भन्नु। हेलो नमस्ते गाइसहरू।